भगवानको धेरै धेरै सम्मान छ। सूर्य गुरुकुल भारतबाट उहाँहरूको यो सुन्दर नृत्य हेर्दा मलाई लाग्छ स्वर्गलोकमा देवीजी अप्सराजीहरूले गरेको सुन्दर नृत्य जस्तो बडा सुन्दर बडा पावन छ। एकपटक जोरदार ताली बजाइदिनुलाई सुन्दर नृत्यका निम्ति उहाँहरूको हरेक दिन यस्तो सर्वोत्कृष्ट नृत्य रहन्छ। आज हाम्रो यस पावन पुण्य भूमि पार्श्ववर्ती क्षेत्रमा अहिले पनि रुद्रगारेश्वर क्षेत्रमा भक्तहरूको जनशैला भिडभाड उत्तिकै छ, जहाँ पुगेर अनुष्ठानको दर्शन गर्ने, साक्षात् रुद्रगारेश्वर भगवानको दर्शन गर्ने र भगवान रुद्रगारेश्वरको कृपा प्राप्त गर्ने, जसका लागि सचिवालयमा सहभागी बन्नुहोला। मनोकामना पूर्ण कलश भनेर जोडी कलश हजुरले घर घरमा लिने, किनकि दैलोमा दुईतिर कलश राखिन्छ। राधा र कृष्ण हुन्छन्, शिव र पार्वती हुन्छन्। भए पनि यो भवनमा मेरो परेको भए हुन्थ्यो भनेर पशु होला नि, पश्चातापमा पर्दा राम्रो होइन है। हजुरलाई भनिरहेको छु मैले, सुटुक्क घर गएर सल्लाह गर्ने अनि दान गर्ने। राधे राधे भन्दैन सेवकबाट। हर हर महादेव। यसै गरी ऐतिहासिक श्री सङ्कट मोचन विराट ज्ञान महायज्ञमा आदरणीय गोदावरी ललितपुर निवासी दासका समाचारदाता हुनुहुन्छ आदरणीय अर्चना झाजी हाम्रो बिचमा पाल्नु भएको छ। आदरणीय दिदी उहाँलाई जोरदार ताली र आसन ग्रहणका निम्ति हार्दिक निवेदन गर्न चाहन्छु। हामीले धेरै साथ सहयोग दिनुभएको छ, विशेष सम्मान छ। यसै गरी आदरणीय विजय कुमार झा हुनुहुन्छ, यहाँलाई पनि धेरै सम्मान व्यक्त गर्न चाहन्छु। विशेष आमन्त्रण हाम्रो बिच स्वीकारेर यहाँ पाल्नु भएको छ। वन संरक्षण खोल्न त खोलिसके कसलाई तर कसैलाई चाहिँ आम भक्त सज्जनहरूले मनोकामना पूर्ण होस् भनी यज्ञको आयोजना गरिएको छ। भगवानलाई प्रार्थना गरी उक्त हाम्रो यस यज्ञमा स्वयं यहाँले पूजा गर्ने, पाठ गर्ने, आराधना गर्ने र सङ्कल्प गर्न सक्नुहुनेछ। यसका साथसाथमा यहाँ हाम्रो बिचमा समाजसेवी आदरणीय किरण केसीज्यूको पनि आगमन भएको छ। उहाँलाई पनि जोरदार ताली र आसन ग्रहण गर्न हार्दिक निवेदन गर्न चाहन्छु। आम भक्त सज्जनहरूले एकतामा के हुन्छ भनेर धेरै मनमा कौतूहलता जगाइरहनु भएको छ। यहाँ हरेक दुःख निवारण यज्ञ भइरहेको छ। यस यज्ञमा भक्तजनहरू स्वयंले पूजापाठ आराधना गर्न सक्नुहुन्छ। आफ्ना सङ्कटहरूको मोचन, सङ्कटहरूको नाश होस् भनेर यहाँहरूले यज्ञको आयोजना गरिएको छ र यहाँहरू सबै भक्त स्वयंसेवीहरूले स्वयं सहभागी भई आराधना गर्न सक्नुहुनेछ। यसै गरी यहाँहरू यस कर्ममा सहभागी भएर आम भक्त सज्जनहरूले नबनेका कामहरू बनोस् भनी, रोग व्याधि कष्ट हटोस् भनी यहाँहरूले आफ्नो मनोकामना पूर्णताका निम्ति स्वयं सहभागी भई पूजा आराधना पाठ पारायण गराउन सक्नुहुन्छ। आम भक्तजनहरूले सुख शान्ति समृद्धि सँगसँगै हरेक कर्ममा सफलता प्राप्ति होस् भनेर यज्ञको आयोजना गरेको हुनाले यस यज्ञमा सहभागी भएर स्वयं सहभागी भई पूजा आराधना गर्न सक्नुहुनेछ। भगवानको कृपा प्राप्ति होस् भन्दै वेद, उपनिषद, गीता, रामायण, भागवत आदि आधारित शास्त्रीय प्रवचन कथा वाचन तथा सत्सङ्गमा सहभागी भई कथा श्रवण गरी, पाठ पारायण श्रवण गरी मनलाई सुख शान्ति समृद्धिको साथमा अगाडि बढाउन सक्नुहुनेछ। आम संसार भक्तजनहरूले व्यक्ति जन तथा पारिवारिक कल्याण गर्ने उद्देश्यले भगवानलाई प्रसन्न बनाई आध्यात्मिक शक्ति र उन्नतिको कामना गर्न सक्नुहुनेछ। यसै गरी यस कर्ममा सहभागी भएर सम्पूर्ण आम भक्त सज्जनहरूले पर्दैन। जसै गरी